हामी राजनीतिमा दुईवटा शब्दहरू बारम्बार सुन्छौं, लोकतन्त्र र गणतन्त्र। अनि धेरैलाई लाग्छ कि यी दुवै एउटै कुरा हुन्। तर के साँच्चै त्यस्तै हो वा यिनीहरू बीच कुनै गहिरो भिन्नता छ? आउनुहोस् आज यही कुरालाई अलिक केलाएर हेरौं न त। हो, यो कन्फ्युजन हुनु एकदमै स्वाभाविक हो। आखिर दुवै प्रणाली जनताको शक्तिसँग जोडिएका छन्, तर यिनीहरू बीचको जुन सानो भिन्नता छ नि, त्यसले वास्तवमा कुनै देश कसरी चल्छ र त्यहाँका नागरिकहरूको अधिकार कति सुरक्षित छ भन्ने कुरामा आकाश जमिनको फरक पार्छ। ल, आज हामी के कुरा गर्छौं त? पहिले त यो सामान्य भ्रमबारे नै कुरा गरौंला। त्यसपछि लोकतन्त्र र गणतन्त्र भनेको के हो भनेर छुट्टाछुट्टै हेर्छौं। अनि यिनीहरू बीचको खास फरक के हो र सबैभन्दा महत्वपूर्ण यो जान्न किन जरुरी छ भन्ने कुरा पनि बुझ्नेछौं। ल, सुरु गरौं लोकतन्त्रबाट। यो शब्द त हामी सबैले सुनेकै हो, हैन त? यसको सोझो अर्थ हो जनताको शासन। अब लोकतन्त्रको सबैभन्दा मुख्य कुरो के हो भने अन्तिम पावर कसको हातमा हुन्छ? जवाफ एकदम सिधा छ, जनताको हातमा। अब्राहम लिंकनले भन्नुभएको त्यो चर्चित कुरा याद गरौं त। जनताद्वारा, जनताका लागि, जनताको शासन। मतलब शक्तिको स्रोत नै जनता। तर यहाँ एउटा याद गर्नुपर्ने कुरा छ। एउटा शुद्ध लोकतन्त्रमा बहुमतले जे भन्यो त्यही हुन्छ। मानिलिउँ 51% मान्छेले एउटा कुरामा भोट दिए भने त्यही कानून बन्छ। यसको मतलब के हो भने सैद्धान्तिक रूपमा त्यो बहुमतको पावरमा कुनै रोकटोक हुँदैन अनि यसले बाँकी 49% को अधिकारलाई चाहिँ जोखिममा पार्न सक्छ। ल, अब गणतन्त्रतिर लागौं। यो चाहिँ अलि फरक छ। यहाँ पावर कसको हातमा छ भन्ने मात्र होइन, बरु त्यो पावर कसरी प्रयोग गरिन्छ भन्ने कुरा मुख्य हुन्छ। र यो एकदमै महत्वपूर्ण भिन्नता हो। गणतन्त्रको जग भनेको मान्छेहरूको तत्कालीन इच्छा वा भोट मात्र होइन, बरु एउटा लिखित संविधान हो। यो संविधान भनेको एउटा रूल बुक जस्तै हो के, जसले सरकारले के गर्न पाउँछ, के गर्न पाउँदैन भनेर सीमा तोकिदिन्छ। बहुमतले जे चाह्यो त्यही गर्न पाइँदैन। खासमा गणतन्त्रका दुईवटा मेन पिलर हुन्छन्। पहिलो कानूनको शासन, जसले हरेक नागरिकको अधिकारको रक्षा गर्छ, र दोस्रो देशको प्रमुख कुनै राजा रानी नभएर जनताबाटै चुनिएको व्यक्ति हुन्छ। अनि सबैभन्दा महत्वपूर्ण कुरा के हो भने यहाँ बहुमत भन्दा पनि कानून ठूलो हुन्छ। ल, हामीले दुवैलाई छुट्टा छुट्टै त हेर्यौं। त्यसो भए अब सबैभन्दा मुख्य प्रश्नमा आउँ। यिनीहरू बीचको खास फरक चाहिँ के हो त? यो टेबल हेर्दा कुरा एकदमै क्लियर हुन्छ। हेर्नुस् त, लोकतन्त्रको मुख्य फोकस कसले शासन गर्छ भन्नेमा छ, जसको जवाफ हो जनता, मतलब बहुमत। तर गणतन्त्रको फोकस चाहिँ शासन कसरी हुन्छ भन्नेमा छ, जसको जवाफ हो कानून अनुसार। यही हो क्या मेन कुरा। लोकतन्त्रमा बहुमतले अल्पसंख्यकको अधिकार मिच्ने खतरा हुन्छ, तर गणतन्त्रमा चाहिँ संविधानले सबैको अधिकारलाई जोगाउँछ। यो फरकलाई बुझ्न बेन्जामिन फ्र्याङ्कलिनको एउटा भनाइ एकदमै सान्दर्भिक छ। उहाँले भन्नुभएको छ, लोकतन्त्र भनेको दुईवटा बुवासा र एउटा भेडाले लन्चमा के खाने भनेर भोटिङ गर्नु जस्तै हो। अब सोच्नुस् त भेडाको के हालत होला? तर उहाँ अगाडि भन्नुहुन्छ, स्वतन्त्रता भनेको चाहिँ हतियार सहितको भेडा हो, जसले त्यो भोटिङको विरोध गर्न सक्छ। यहाँ त्यो हतियार भनेको अरू केही होइन, गणतन्त्रले दिने संवैधानिक सुरक्षा नै हो। त्यसो भए के कुनै पनि देशले कि लोकतन्त्र कि गणतन्त्र एउटा मात्रै रोज्नुपर्छ त? पर्दैन। वास्तवमा नेपाल र भारत जस्ता धेरै देशहरूले के गरेका छन् भने दुवैको राम्रो पक्षलाई मिलाएर लोकतान्त्रिक गणराज्य बनेका छन्। आउनुहोस् यो कसरी काम गर्छ हेरौं। यसलाई दुईवटा स्टेपमा बुझ्न सकिन्छ। स्टेप 1, जनताले भोट दिएर सरकार चुन्छन्। यो भयो लोकतान्त्रिक पाटो। अब स्टेप 2, त्यो चुनिएको सरकारले जे मन लाग्यो त्यही गर्न पाउँदैन। उसले संविधानको दायरामा बसेर काम गर्नुपर्छ। यो भयो गणतान्त्रिक पाटो। कति सिम्पल छ हैन? तर आखिरमा यो फरक जान्नु किन यति जरुरी छ त? यो कुनै किताबमा पढ्ने सैद्धान्तिक कुरा मात्रै होइन। यसले हरेक नागरिकको स्वतन्त्रता र देशको भविष्यमा सीधा असर पार्छ। सबैभन्दा महत्वपूर्ण टेकअवे के हो भने गणतन्त्रले बहुमतको तानाशाहीलाई रोक्छ। मतलब यसको डिजाइन नै यस्तो हुन्छ कि 91% मान्छेले बाँकी 49% को अधिकार खोज्न नसकोस्।
अनि यसले के सुनिश्चित गर्छ भने शासन स्थिर होस् र हरेक नागरिकको अधिकारको सम्मान होस्, चाहे त्यो व्यक्ति कुनै पनि समूहको किन नहोस्। कानून सबैको लागि बराबर हुन्छ र सरकारले मनपरी गर्न पाउँदैन। र अन्तमा एउटा सोच्नुपर्ने प्रश्न, के चाहिँ बढी खतरनाक होला, कानूनको सीमा नभएको बहुमत कि बहुमतको समर्थनै नभएको कानून? हो, यही दुई कुराको सन्तुलनमा नै एउटा राम्रो समाज टिकेको हुन्छ। यसबारे सोच्दै गर्नुहोला।